दिदीबहिनी नेपालीको परम्परा अब दसैँमा सेलरोटी त पकाउनै पर्छ। अनि पकाइयो। त्यो चाहिँ पहिला रोटी चाहिँ भगवानलाई चढाउने अरे। आउँथ्यो दसैँ आउन त यस्तो पनि भएन कहिले नि। आउँथ्यो दसैँ आउन त पहिले नि यस्तो मजा भएन कहिले नि। अनि रोटी पकाउने। अब भोलि छोरीहरू टिका लाउन आउँछन् दसैँको। अनि अब आमाको घरबाट यसो अलिअलि लानु पनि खोज्लान् कोसेली। त्यही भएर बनाएको नि। कस्तो भएछ दिदीबहिनीहरू यसो हेरेर लाइक गरिदिनु होला।